हेलो नमस्ते ला सोफिया फुल्ला सबैजना मेरो युट्युबको भ्युअर्सहरूलाई अनि म चाहिँ एकदमै सन्चै छु अनि हजुरहरूलाई के कस्तो छ कमेन्टमा भन्नुहोला। अनि आफ्टर अ लङ टाइम चाहिँ हामी मेरो बहिनी अनि मेरो सम्धिनीज्यू हामी तिनजना भएर चाहिँ घुम्न गएको। अनि के गर्यौँ तिनजनाले फर्स्टमा गएर कपाल काट्यौँ। त्यसपछि तिनजना कपाल काटिसकेपछि कता जाने त भनेर यता उता हिँड्दा तिनजनाले धेरै भिडियो बनायो। अनि त्यसपछि गफ गर्दै चल्दै बाटोमा हिँड्यौँ अनि अलिअलि भिडियो क्लिप्सहरू पनि लियौँ। अनि हाम्रो नागोयामा रहेको यो म्युजियममा पनि यसो हामी घुम्न गयौँ तिनजना मिलेर। अनि त्यसपछि म चाहिँ भिडियो खिचे गरेँ। अनि दुईजना चाहिँ टक अगाडि हिँड्दै थियो अनि म चाहिँ पछाडिबाट टक्क लाएर भिडियो खिच्दै थिएँ। अनि यहाँको भ्यू पनि खिचेँ अनि तिनजनाको जुत्ताको फोटो खिचेँ। अनि त्यसपछि हामीलाई तिर्खा लाग्यो, प्यास लाग्यो। त्यसपछि चाहिँ हामी गयौँ आइसक्रिम खानको लागि। अनि आइसक्रिम साथसाथै जुस सँगसँगै आइसक्रिम मिक्स भनौँ न। अनि तिनजनाको चोइस डिफ्रेन्ट। अनि हामी तिनजना ड्रिङ्क्स किनेर चाहिँ बाटोमा लखर हिँड्दै अनि फेरि त्यहाँ साकाएमा नागोयाको साकाएमा रहेको जारामा हामी यसो घुम्न गयौँ। बहिनीले चाहिँ पर्फ्युम किन्ने भन्दै थियो अस्ति नदेखिबाट। अनि मैले चाहिँ उसलाई यो राम्रो छ है, यो पर्फ्युम राम्रो छ भन्दै थिएँ। अनि म चाहिँ त्यही मौकामा यसो लाएर फोटो पनि टक्क लाएर एउटा भिडियो लिऊँ न त भनेर भिडियो पनि लिएँ। अनि पछाडि बहिनी र सम्धिनीज्यू चाहिँ लुगा हेर्दै हुनुहुन्छ। अनि त्यसपछि हामी अलिकति सपिङ गरेर फेरि टावरमा साकाएको टावरमा गएर टक्क लाएर भिडियो लियौँ। अनि मेरो पनि लियो, बहिनीको पनि लियो, तर मैले मेरो मात्र हालेछु। बहिनीको चाहिँ टिकटकमा छ जस्तो लागेको छ मलाई भिडियो। अनि त्यसपछि फेरि हामी घरमा गएर सबैजना बहिनी भाइ बुहारी सम्धिनी अनि म अनि मेरो हस्बेन्ड सरोज तामाङ पनि हामी 6 जना मिलेर वाइन प्लस हल्का फ्रुट्सहरू अनि अलिअलि खाजा खायौँ। अनि त्यसपछि फेरि लास्टमा हाम्रो भाइले चाहिँ यस्तो पिरो रामेन बनाएर दियो कि सबैजनाको कानबाट धुवाँ आएर भगवान्। अनि खायो, रमाइलो गर्यो, इन्जोय गऱ्यौँ धेरै।